हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। हजुरहरूलाई मेरो नयाँ ब्लगमा धेरै नै स्वागत छ। त्योभन्दा चाहिँ पहिला भनिसकेँ, तर त्योभन्दा त पहिला हजुरहरूलाई विजय दशमीको धेरै नै शुभकामना छ है। अनि आजको अब कन्टेन्ट त हजुरलाई थाहा नै होला आज के हुँदैछ भन्दा आज चाहिँ अब दसैँको टिकाको दिनको ब्लग बनाउँछु मैले होइन। म चाहिँ भर्खर उठेको है। अब उठेपछि अब आज ब्लग त बनाउनु पर्यो। अनि अब यसो पहिला चाहिँ स्वागत गरिदिनुको वेलकम क्लिप बनाएँ। अनि अब त्यसपछि चाहिँ अब म नुहाउन जान्छु। अनि एउटा दामी कुरा भनौँ गाइज, अरूहरू होइन मामा घर जानको लागि मामा घर कति बसी जान्छ होइन। मामा घर गएपछि त एकदमै क्या खुसी हुन्छ होइन। खुसी नहुने कुरा चाहिँ होइन कि म चाहिँ होइन अब नुहाउँछु। अनि माइजूको कपडा छ कि माइजूको कपडा मामा घरमा पुऱ्याउनु जान्छु। अनि आउँछु अनि यहाँ टिका लगाउँछु अनि फेरि मामा घर जान्छु। वा मामा घर त दिनकै हो क्या, रमाइलो लाउँछ। त्यही भएर यो त एकदमै राम्रो हो। गाइज अब त्यो मनाउन गएँ गाइज है। एउटा कस्तो दामी दृश्य देखेँ कि मैले। दसैँ त हाम्रो भाइलाई पो राहत हेर्नु त राम्रो देखिन कि कस्तो मजाले सुते खाने चलाउन पनि नपाउने हेरी है। कस्तो मजाले सुत्यो नि मामा लाम्गा अरे कस्तो लामो गयो। कस्तो रमाइलो है यिनीहरूलाई पो दसैँ आएको त आमा। गाइस त्यही हो, म चाहिँ अब नुहाउन जान्छु। त्यसपछि फेरि मामा घर जानु कपडा पुऱ्याउन अनि फेरि यहाँ टिका लाउने अनि फेरि मामा घर टिका लाउनु जाने। वाउ गाइस म चाहिँ नुहाएर बसिरहेको होइन। अनि के भयो भन्दाखेरि होइन हल्का ढिलो भएछ कि अनि त्यही भएर माइजू चाहिँ आफै आउनुभयो। त्यही भएर मलाई मामा घर जानु परेन। अनि मैले घर पुसपास गरेँ। अरू चाहिँ त्यो गोबर ल्याएँ मैले। अब चाहिँ म फुल टिप्न जाने हो होइन त्यो पूजा गर्नको लागि। गाइज हाम्रो त्यो चाहिँ रेडी चाहिँ भएन धेरै चाहिँ, तर यो हेर्नु यो चाहिँ हाम्रो टिका लाउने हो कि है। दिस इज आवर टिका लाउने रुम। भाइले बल निकालेर राखेको छ, कस्तो सफा गरेर राखेको थियो, बल निकालेर राखेको कि। अब यो बल चाहिँ के गर्ने थाहा छैन मलाई। अब यहाँ चाहिँ हाम्रो टिका लगाइदिने मान्छे बस्नुहुन्छ, यहाँ चाहिँ हाम्रो टिका लगाउने मान्छेहरू बस्नुहुन्छ है। अनि साइडमा चाहिँ अनि अडियन्सहरू बस्नुहुन्छ पालो कुरेर अलिकति त्यही त हो होइन। गाइज हाम्रो चाहिँ यो घरमा दुईजना भ्लगर छ नि होइन। भर्खर म दाइको भ्लगमा आएँ। अब म त्यसलाई देखाउँछु भनेको कहाँ गइरहनु ल उता एउटा भ्लग बनाउँदै है। भ्लग बनाउँदै हो ल गाइज। यता चाहिँ एकजना भ्लगर हुनुहुन्छ, हामी त यहाँ एउटा घरमा दुईजना भ्लगर छौँ है। ल चसान गाइज मेरो पनि सब्सक्राइब गरिदिनु, यसको पनि सब्सक्राइब गरिदिनु होला है। ल आज चाहिँ बल्ल हिजो चाहिँ पानी परेर आज चाहिँ बल्ल दसैँ भए जस्तो भयो है। तर यो दसैँमा पिङ खेल्नै पाएन कि म त। पिङ नखेलेसम्म मलाई दसैँ जस्तो लाग्दैन। हेर्नु न गाइज कस्तो दामी भएको, यो कस्तो दामी भएको कि। आज हिमाल चाहिँ छप्पेछ, कस्तो दामी भएको है गाइज। बल्ल दसैँ जस्तो भयो नत्र है त है। घाम हुन्थ्यो यस्तो टिरेकै घाम लागेपछि त मलाई झ्याउै लाग्छ। यस्तो शीतल हुनुपर्छ कि आहा कस्तो राम्रो ठ्याक्कै दसैँ। आमा फेरि बिचमा बादल आइदिएको अवस्था अरे कि दुईटा क्या दाम है। वान एक्सबाट गरौँ न गाइस। हाम्रो चाहिँ अब यहाँ सबै के भन्छ तयारी हुँदैछ। यहाँ चाहिँ हाम्रो जमा राखेको चाहिँ राम्रो होइन। अनि उहाँ त्यता त्यही अब दियो रहेछ। अनि यता चाहिँ फलफुलहरू कलश पनि छ। अनि ऊ त्यहाँ चाहिँ टिका त्यहाँ टिकालाई त्यहाँ राख्ने हो। अब टिका त यता ल्याइहाल्ने नि त। हाम्रो मम्मी त चट्ट पारेर यहाँ बनाउँदै हुनुहुन्छ। चट्ट परेकी सानी चट्ट परेकी। अब हाम्रो त यहाँ माथि छुट्टाइसक्यो। हाम्रो आमा आइसक्नु भएको छ। माथि ढोकाले लगाइदिउँ। कति बजी हो साइड त जति गरे नि हुन्छ घरको साइड त। ल गाइस हाम्रो मम्मीले त राम्रो पारामा बनाइराख्नु भएको छ। अब तल जाने यो चाहिँ के को लागि ए ढोकामा नि गर्नुपर्छ जमरा। यो त ढोकाको लागि रे। अनि यहाँ चाहिँ कस्तो मिठो मिठाई तल जाम। अब तल गाइस हाम्रो मम्मीले चाहिँ अब ढोकामा पूजा गर्दै हुनुहुन्छ। यहाँ लगाइसक्नु भयो डा। अब जमरा लगाउनुहुन्छ होला भन्दै रहेछ। गोबरै थोरै भयो कि अहिले ल्याइदिनु नि। अहिले यहाँ जमरा टाक्न चाहियो। भर्खर ल्याइदिनु नि भन्दा चाहिँ भएन।
पुग्यो त केही फरक पर्दैन यति भयो ल भयो दामी भयो हाम्रो दसैँको त्यही के भन्छ त्यसलाई ल दसैँको हाम्रो सेट चाहिँ रेडी भइसकेको छ यता चाहिँ हाम्रो टिका यता चाहिँ हाम्रो मनी जमरा अनि फलफुल ल गाइस अब हाम्रो आमाले नि कपडा लाउँदै हुनुहुन्छ मम्मीले हामी लगाइदिँदै हुनुहुन्छ टक्का लाएर हाम्रो भाइ चाहिँ खै के हो अनि अब चाहिँ म पनि कपडा लाउनु गएँ मेरो झुम्काले मेरो कान धाने छैन यता नि एउटा ब्लगर ल हामी त यहाँ त सुरु भइसकेको छ होइन पहिला त यति धेरैजना मान्छेहरू हुनुहुन्थ्यो अहिले चाहिँ कोही नै आउनु भएन किन हो तैँले मेरो फोटो खिचाएको भिडियो बनाऊ अनि यता एउटा क्यामेराम्यान यता एउटा क्यामेराम्यान उता हाम्रो भाइ एउटा अनि यहाँ चाहिँ हाम्रो टिका लाउने बेला भइसकेको छ ठुलबाबा ठुलमम्मीको गाइस हाम्रो ठुलबाबा ठुलमम्मीले लगाएर अब अर्को ठुलमम्मीले लगाउनु हुनुहुन्छ पठाउनु त्यसपछि मेरो पालि आउँछ अनि म चाहिँ कर्ली बनाउँछु अब हाम्रो मम्मीको पालि र मम्मीको फोटो खिच्नु पर्छ त्यही भएर चाहिँ म भ्लगको क्लिप उयो गर्छु जब हाम्रो भाइको पालि कस्तो राम्रोसँग बसेर पहिलाको पालि त थाहा होला नि कस्तो गरेको थियो अहिले त राम्रोसँग बसेर अनि यो सानो बच्चा छ नि उनीहरूले भनेको नमानेको ल्याउनु पनि अलिअलि केही मिल्दैन भनेपछि मान्छे त्यो माथिको औषधि किन्न बाहिर जान्छ भनेर नर्सले कपी लिएर बाँड्नुपर्छ त्यो घटी होला अझ त्यसको त 12 लाख यो गर भन्ने अनि गाइस अब हामी चार्जर लगाउन लागो मिलाइदिनुहुन्छ सबैलाई दिनुहुन्छ एकदम लगाइ यिनीहरू बुक गरेर खाना बसिसकेको छ कचाडो तिम्रो भ्लग कताको ब्रदर अब 12 दिन अगाडि अब चाहिँ हाम्रो फोटोसुट भइसकेको छ फोटोसुट भएको नि 1 घन्टा भइसक्यो बल्ल भ्लग बनाउँदै यो एउटा क्यामेराम्यान इधर एउटा क्यामेराम्यान मैले खिचेको हेरेँ यहाँ चाहिँ खिच्ने मान्छे होइन खिचाउने मान्छे खिचाउन ल उता ठुल्ठुलो मान्छेहरूको पुरा गरिदिनु नि हामी गाइस अब चाहिँ हामी यहाँ मामा घर जाँदा हिँडेको है यहाँ हाम्रो मम्मी राइड भाइ त्यहाँ भाइ चाहिँ हाम्रो पछाडि छ है मामा आयो हजुरबासँग अनि अब चाहिँ हाम्रो मामा घर आइपुग्यो खासै टाढा छैन है त्यही हो त्यही हाम्रो स्कुल साइडमै हो कि मामा घर रेकी फेरि अनि त्यसपछि चाहिँ भ्लग त त्यस्तै हो गाइज होइन के अरे मैले खानासाना खायो अझ एउटा घरमा टिका लाउन गयो अनि अब त्यसपछि मामा घर आउनु लाग्यो है अब गर्दा खाने मामा घर नि आइसक्यो टिका पनि लगाइसक्यो दक्षिणा पनि पाइसक्यो अब भाइ र मम्मीले लगाइसक्नु भयो बुवामाको हातबाट अब मम्मीले भदैनीले लगाइदिनुहुन्छ ल म फोटो खिचिदिन्छ ल गाइस फेरि मेरो ड्युटी सुरु भएको छ अब यहाँ फोटो खिचिदिने रे फोटो खिच्ने मान्छेहरू आइसक्नु भएको छ वहाँ यहाँ म आज अर्को ठुलो मम्मी आउनु भएको छैन सायद भोलि आउनुहुन्छ अरे अब त मेरो ड्युटी सुरु भयो बोयफ्रेन्डले भ्लग बनाएर आएको बोयफ्रेन्डसँग बोलेको उयो पाउडर रहेछ ल गाइस हामी त्यहाँ अब मम्मीको मामा घरमा टिका लगाउन आएको छ हाम्रो सानो मामा अस्ति आइ गर्ने बेला तपाईँ हुनुहुन्थ्यो होइन 1 वर्ष भएछ त्यो आइ गरेर भिडियो हालेको मैले छैन विराट त ल गाइस है गुड मर्निङ रे के
गाइज अब चाहिँ मैले सिद्धै होइन अब आज दसैँको भोलिपल्ट बिहानको दिन हो किनकि हिजो चाहिँ के भयो हिजो मम्मीको मामा घरमा टिका लगायो त्यसपछि त्यही भोक लाग्यो अनि त्यहाँ चिउरा र मासु खाएन अनि त्यसपछि यहाँ सिधै अनि हल्का ब्लग एडिट गर्यो क्यारे त्यसपछि त्यही सुत्यो निन्दा लाग्यो भुँडी गरम भनेर हल्ला आज त्यही गिन्डवाला क्लिप बनाउँदैछु त्यही हो पहिलाको जस्तो दसैँ त्यति रमाइलो भएन के अरे एक वर्षमा एकजना गर्नुभएको छ कोही विदेश जानुभएको छ होइन अब हेरौँ अब कहिले हुन्छ फेरि पहिलाको जस्तो राम्रो दसैँ होइन त्यही हो लास्टसम्म हेर्नु भएकोमा धेरै धेरै धन्यवाद छ थ्याङ्क यू गाइज बाई बाई